नमस्कार सबैजनालाई। के तपाईँ बाइक वा स्कुटरको ट्रायल दिन तयारी गर्दै हुनुहुन्छ? चिन्ता नलिनुहोस्। यो भिडियोमा मैले ट्रायलको लिखित परीक्षाका लागि रमाइलो क्विज तयार पारेको छु, जसले तपाईलाई सजिलै र मजाले तयारी गर्न मद्दत गर्नेछ। यदि तपाईलाई यस्तो उपयोगी सामग्री मन पर्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्, किनकि हामी यस्तै जानकारीमूलक भिडियोहरू ल्याइरहनेछौँ। अब खेलौँ रमाइलो क्विज र बाइक ट्रायलको तयारी गरौँ। जेब्रा क्रसिङ केका लागि प्रयोग गरिन्छ? बढी उकालोमा सवारी चलाउँदा कुन गियरमा चलाउनु पर्छ? ओभरटेक गर्दा कुन साइडबाट गर्नुपर्छ? निम्न मध्ये सवारी चालकको कर्तव्य कुन हो? गुडिरहेको मोटरसाइकललाई एक्कासी रोक्नु पर्यो भने के गर्नुपर्छ? मोटरसाइकल दर्ता गर्ने निकाय कुन हो? इम्बोस्ड नम्बर प्लेट बिग्रिएमा के गर्नुपर्छ? इम्बोस्ड नम्बर प्लेट भनेको के हो? रातको समयमा गाडी पार्क गर्दा बाल्ने लाइट कुन हो? सवारी चालक अनुमति पत्र लिन कस्तो फारम भर्नुपर्छ? ओभरटेक गर्दा अगाडिको सवारीलाई कसरी संकेत दिनुपर्छ? पैदल यात्रुले कुन ठाउँबाट बाटो काट्नुपर्छ? सहरी इलाकामा सवारी चलाउँदा के गर्नुपर्छ? आपतकालीन सवारी कुन हो? पछाडिबाट आउने गाडीले ओभरटेक गर्न लाग्दा के गर्नुपर्छ? जेब्रा क्रसिङको रेखाङ्कन कुन कुन रङले गरिन्छ? टर्निङमा गाडी चलाउँदा कसरी चलाउनु पर्छ? गाडी दायाँ मोड्दा के गर्नुपर्छ? साइड रोडबाट मेन रोडमा पस्दा के गर्नुपर्छ? कुन परिस्थितिमा हर्न बजाउनु हुँदैन? मोटरसाइकल चलाउँदा टाउको बचाउने मुख्य उपाय के हो? पानी परेको बेला गाडी चलाउँदा कुन कुरामा ध्यान दिनुपर्छ? आफ्नो अगाडि रहेको गाडीको गति कम भएको केबाट थाहा हुन्छ? दुई पाङ्ग्रे सवारी साधनमा कतिजना यात्रा गर्न मिल्छ? कस्तो अवस्थामा ओभरटेक गर्नु हुँदैन? मोटरसाइकल चलाउनु अघि कुन कुरामा ध्यान दिनुपर्छ? विद्यालय तथा अस्पताल नजिक सवारी चलाउँदा के गर्नु हुँदैन? मोटरसाइकल चलाउँदा कस्तो गियर प्रयोग गर्नुपर्छ?
ट्राफिक संकेत चिन्ह किन राखिन्छ? रातको समयमा टेल लाइटले के संकेत दिन्छ? मोटरसाइकल स्टार्ट गर्दा के ध्यान दिनुपर्छ? सुरक्षित दूरी किन राखिन्छ? कुन अवस्थामा गाडी चलाउन हुँदैन? राति गाडी चलाउँदा हेडलाइटको प्रयोग किन आवश्यक हुन्छ? सुरक्षित दूरी राख्दा के फाइदा हुन्छ? ट्राफिक प्रहरीले संकेत गर्दा के गर्नुपर्छ? कुहिरो परेको बेला कुन बत्ती बाल्नुपर्छ? सडकमा लेन अनुशासन किन आवश्यक छ? दुर्घटना भएमा के गर्नुपर्छ? दुर्घटनाको कारण के हुन सक्छ? दोबाटोमा कसले प्राथमिकता पाउँछ? स्टप साइन देखेपछि के गर्नुपर्छ? ट्राफिक बत्तीमा रातो रङको अर्थ के हो? प्राथमिक उपचार किन आवश्यक छ? ब्रेक फेल भएमा के गर्नुपर्छ? रातको समयमा गाडी चलाउँदा के कुरामा ध्यान दिनुपर्छ? आकस्मिक ब्रेक गर्दा के गर्नुपर्छ? सडक पार गर्दा के ध्यान दिनुपर्छ? ट्राफिक नियम पालना किन आवश्यक छ? सवारी साधन रोक्दा के गर्नुपर्छ? उकालोमा गाडी चलाउँदा कुन गियर प्रयोग गर्नुपर्छ? प्यासेन्जर सवारीमा कुन नियम लागू हुन्छ? आपतकालीन सेवाको गाडी आयो भने के गर्नुपर्छ? पेट्रोल सकियो भने के गर्नुपर्छ? सार्वजनिक यातायातमा यात्रा गर्दा के ध्यान दिनुपर्छ? ट्राफिक प्रहरीले लट्ठी उठायो भने के संकेत दिन्छ? लामो यात्रा गर्दा के ध्यान दिनुपर्छ? ब्रेक चेक गर्नु किन आवश्यक छ?
गाडी मोड्दा के गर्नुपर्छ? ट्राफिक सङ्केत पालना नगरेमा के हुन्छ? सार्वजनिक यातायातमा यात्रा गर्दा टिकट किन लिनुपर्छ? रातिको समयमा सडकमा पैदल यात्रा गर्दा के गर्नुपर्छ? अगाडिको सवारीले ब्रेक लगाएमा के गर्नुपर्छ? सार्वजनिक यातायातको सिट कसलाई प्राथमिकता दिनुपर्छ? सडक चिन्ह किन आवश्यक छ? कुनै दुर्घटना देखेमा के गर्नुपर्छ? ट्राफिक नियम नमान्दा के हुन्छ? रातको समयमा सडकमा गाडी रोक्दा कुन बत्ती बाल्नुपर्छ? सडकमा सङ्केत चिन्ह किन राखिन्छ? कुन अवस्थामा लेन परिवर्तन गर्नुपर्छ? सुरक्षाका लागि मोटरसाइकलमा हेलमेट किन लगाउनुपर्छ? लामो दूरीको यात्रा गर्दा के ध्यान दिनुपर्छ? सडक किनारमा गाडी राख्दा के गर्नुपर्छ? सुरक्षित गाडी पार्किङ गर्न के गर्नुपर्छ? ट्राफिक जाम भएको बेला के गर्नुपर्छ? गाडी चलाउँदा कुन नियम पालना गर्नुपर्छ? कुन अवस्थामा गाडी रोक्नुपर्छ? गाडीको तेल सकिएमा के गर्नुपर्छ? सवारी चालक अनुमति पत्र किन आवश्यक पर्छ? ओभरटेक गर्दा कुन कुरा ध्यान दिनुपर्छ? सुरक्षित ड्राइभिङका लागि के गर्नुपर्छ? ट्राफिक प्रहरीले रोकेमा के गर्नुपर्छ? गाडी पार्क गर्दा कुन कुरा ध्यान दिनुपर्छ? गाडी स्टार्ट गर्नु अघि के गर्नुपर्छ? कुन अवस्थामा गाडीको गति कम गर्नुपर्छ? ट्राफिक सङ्केत बुझ्न किन आवश्यक छ? ब्रेकको सही प्रयोग कसरी गर्न सकिन्छ? लामो यात्रा गर्दा गाडीमा के हुनुपर्छ?
ट्राफिक नियम तोड्दा के हुन सक्छ? सुरक्षित ड्राइभिङका लागि कुन कुरा महत्त्वपूर्ण छ? रातको समयमा गाडी चलाउँदा के गर्नुपर्छ? पैदल यात्रुका लागि सुरक्षित पार गर्ने ठाउँ कुन हो? कुन अवस्थामा गाडी रोकेर राख्नुपर्छ? गाडीको टायर चेक गर्नु किन आवश्यक छ? कुन अवस्थामा हर्न बजाउनु हुँदैन? कुन अवस्थामा ब्रेक फेल हुन सक्छ? ट्राफिक नियम किन बनाइन्छ? ट्राफिक सङ्केत बुझ्दा के फाइदा हुन्छ? सुरक्षित यात्राका लागि के ध्यान दिनुपर्छ? सार्वजनिक यातायात प्रयोग गर्दा कुन नियम पालना गर्नुपर्छ?